सबै विश्वासीहरूले परमेश्वरलाई म प्रेम गर्छु, येशूलाई म माया गर्छु भनेर मुखको शब्दले भन्न कति धेरै सजिलो छ। तर परमेश्वरप्रतिको प्रेम तपाईँको मुखको शब्दमा होइन, तपाईँको भावनामा होइन, तपाईँको गीतमा होइन, परमेश्वरप्रतिको प्रेम, येशूप्रतिको साँचो प्रेम तपाईँको आज्ञा पालनाद्वारा मात्रै प्रमाणित हुन्छ। येशूले यूहन्ना 14:15 उहाँले भन्नुभएको छ, तिमीहरूले मलाई प्रेम गर्छौ, त्यसो भए मेरो आज्ञाहरू पालना गर भनेर येशूले भन्नुभएको छ। तपाईँको प्रेम परमेश्वरप्रति छ भने आज्ञा पालनाद्वारा मात्रै प्रमाणित हुन्छ। येशूले भन्नुभएको छ यूहन्ना 15:10 म पिताले प्रेम गर्छु, त्यही कारण गर्दा म उहाँको आज्ञा पालना गरेको छु भनेर येशूले त्यहाँनिर भन्नुभएको छ। भनेपछि तपाईँको प्रेम परमेश्वरप्रति कुनै मुखको शब्दमा होइन रहेछ, कुनै भावनामा होइन रहेछ, केवल आज्ञा पालनाद्वारा मात्रै प्रमाणित हुँदो रहेछ। त्यही कारण गर्दाखेरि तपाईँले परमेश्वरको वचन अध्ययन गर्नुहुन्छ, वचन सुन्नुहुन्छ भने तपाईँले वचन पालना पनि गर्न तपाईँ सिक्नु